हेलो एभ्रिवान, सबैलाई गुड मर्निङ भन्दै है। यो चाहिँ मेरो हिजोको इभिनिङ टाइमको भिडियो हो। यो चाहिँ हामी चाहिँ घरबाट चाहिँ निक्ल्यौँ वकको लागि। आनुम अनि म र वाइफ चाहिँ निक्ल्यौँ। अनि हामी चाहिँ यो सफवे यो अन्डरग्राउन्ड बाटो जाँदैछौँ पार्कमा, उतापट्टि निक्लिन्छ। अनि हामी चाहिँ त्यही गफ गर्दै वक मात्रै, त्यस्तो कुद्नु त सक्दैन पनि हामी गरममा। त्यसै अन्त रुममा बस्दा बस्दा बोरिङ हुन्छ भनेर यहाँ अगाडि हिँड्नु हुँदाखेरिको चाहिँ यो यता मेरो वाइफको चाहिँ दाजु हुनुहुन्छ। अनि उहाँ चाहिँ त्यही दिल्ली पुलिस यतै ड्युटी गर्नुहुन्छ। अनि उहाँहरूकै रुममा हामी बस्छौँ। अनि हामी यो बसेको जग्गा चाहिँ साउथ वेस्ट दिल्ली मुनिरका। अनि यहाँ त हामी हामी त 2024देखि ट्रिटमेन्ट सुरु गरेको, त्यहीँदेखि बस्छ उहाँसँगै नै। त्यहाँदेखि परबाट आएको म भन्दै तपाईँलाई देखाउँदैछु यहाँ। अनि उहाँ दुईजना सट्ट आइपुग्नु भएर चाहिँ हामी यो तेर्सो जानुपर्छ बाटो। उता गएर चाहिँ यो भित्र चाहिँ मजाको रहेछ, कोलोनी ठुलो गभर्मेन्टको यो क्वार्टरै ठुलो छ। त्यो यसको एक राउन्ड लाउनु त हत्तु पनि हुन्छ। अनि त्यो बिचमा जाँदा चाहिँ दोकानमा चाहिँ वाइफले देखेर उयो अफर गरिहाल्यो हामीलाई, एउटा रेडबुल। हाम्रो र म चाहिँ त्यो खान्न भन्दा पनि अब दिइहाल्यो भनेर चाहिँ हामी चाहिँ रेडबुल एउटा खाँदै अगाडि जाँदै थियौँ गफ गर्दै। मेरो वाइफ चाहिँ त्यहाँ पेमेन्ट गर्नु लागि अलिक अड्क्यो नि। अन्त हामी दुईजना चाहिँ अगाडि आनु र म चाहिँ गफ गर्दै अन्त अनिकै अगाडि गइ पठाइहालेछौँ। अनि त्यहाँ पर्खौँ है भनेर आनु र म चाहिँ त्यहाँ अगाडि इन्ट्रीमा चाहिँ पर्खँदैछौँ। त्यति बिचमा चाहिँ यहाँ अगाडि चाहिँ उपर इन्ट्री छ, त्यहाँबाट भित्र चाहिँ जानुपर्छ। त्यति भन्दा भन्दै मेरो वाइफ पनि आइहाल्यो। अनि त्यहाँबाट चाहिँ हामी भित्र गफ गर्दै त्यो रेडबुल खाँदै गयौँ। बिचरा उसले त केही खानु हुँदैन नि त, बाहिरको चिज खानु पनि हुँदैन, खाँदैन पनि। त्यही अन्त बाहिरको नजरिया अलिअलि सानो क्लिपहरू गर्दै गफ गर्दै आयौँ। त्यहाँदेखि चाहिँ आनुम चाहिँ उता कुद्नु हुने अरे, 1-2 राउन्ड हामी चाहिँ भित्र आयौँ। भित्र पार्कमा नगएर हामी चाहिँ पुरानो यो मस्जिद साथ आयौँ। त्यहाँ चाहिँ अचम्म चिज एउटा देखेँ मैले, यो कुद्का या बरुल्ला या माउरी कुनै के हो यो त छुट्याउनु सकिएन। त्यहाँको सानो भिडियो क्लिप गरेँ, कस्तो हो यो त के हो। तपाईँले चिन्यो भने यसो कमेन्टमा भन्न सक्नुहुन्छ यो के हो, कसैले देखेको थियो कि पहिला। अनि त्यहाँको सानो भिडियो क्लिप गरिसकेर त्यहाँको हल्का अब भिडियोहरू सानो नजरियाहरू देखाएँ है। त्यहाँ म अब छक्कै परेको थिएँ, के हो यो भन्दै। अनि त्यहाँको मजाको एउटा दृश्य छ है यहाँको। अब यो झन्डै 7 बजीको भिडियो हो यो। अनि त्यहाँ टक्कै हेर्दाखेरि मेरो वाइफ चाहिँ गीत सुन्दै रहेछ, ऊ पनि बिचरा रिल्स बनाउनको लागि। अनि ल जाउँ उतापट्टि पार्कमा, अलिक त्यहाँ ग्रिनेरीमा मजा आउँछ है भनेर चाहिँ उतापट्टि यो पार्कमा चाहिँ अब उयो छ, दुबो छ, त्यहाँ चाहिँ खाली खुट्टा हिँड्नु मजा आउँछ। अनि त्यहाँ हामी चाहिँ यसो दुईजना बुढाबुढी गफ गर्दै रिल्सहरू बनाउने भन्दै, ल ठिकै छ बनाउनु नि त भन्दै 1-2 रिल्सहरू बनाएँ मैले अस्ति। त्यहाँदेखि त्यहाँबाट 1-2 राउन्ड गऱ्यौँ, बस्यौँ, यताउता स्ट्रेचिङहरू गरेर। त्यहाँदेखि चाहिँ होइन अब रात पनि पर्दैछ, निक्लौँ है भनेर सल्लाह भएर हामी चाहिँ रोडपट्टि निक्ल्यौँ। त्यहाँबाट निक्लेर चाहिँ हामी चाहिँ यस्तो उज्यालो छ हेर्नु नि, अब 7-8 बज्नु आँटिसक्यो भन्दै। अन्त खोइ कति चाहिँ बज्यो हेरौँ त टाइम भनेर चाहिँ देखाउँदै थियो। अन्त मलाई उसले चाहिँ फोनमा पत्याउँदैन होला है भनेर, खोइ देखाउनु त फोनमा कति भयो भनेको 7:22 गएछ। गाउँ बस्तीमा 7:22 त सबै सुत्छ। त्यहाँदेखि त्यहाँ आउँदा इन्ट्रीमै कुल्फी बेच्दो रहेछ, त्यहाँ पनि खाइदियो। खाइदिउँ न त भनेर एउटा त्यहाँ पनि कुल्फी ड्याङ्की खाइदिएँ। त्यहाँदेखि भित्र इन्ट्रीको चाहिँ आनुम कहाँ हुनुहुन्छ ल भनेको त, यताबाट जाउँ न त भनेको। त्यहाँ चाहिँ एउटा तास खेल्नु पुरा बिजी रहेछ साँझ टाइममा। सबैजना गयो, रिटायरमेन्ट लाइफहरू मजाले एउटा अब फ्री लाइफ जिउँछ। त्यही भएर है उहाँहरूको अब कति उपर बसिरहेको छ तास खेल्नेहरू। ऊ चाहिँ भिडियो फोटोहरू खिच्नु थाल्यो। त्यहाँको चाहिँ एकदम मजाको एउटा अब क्या फ्री इन्भाइरोमेन्ट, त्यहाँ कसैले कसैलाई रोकटोक छैन, एकदमै फ्री। तर अब कति कुरा त्यो नगर्ने काम हो त होइन, एउटा अब जुन चाहिँ समाजमा एक्सेप्ट हुने कुराहरू मजाले मजाले बसेर गफ गर्ने गरिरहेको, इन्जोय गर्ने, तास खेलिरहेको। आनुम चाहिँ यहाँ कुलिङ डाउन गर्नु हुँदै थियो। अनि यति नै भिडियो गरौँ है भनेर हामी सल्लाह गऱ्यौँ बुढीसँग, जति नै गऱ्यौँ लामो भिडियो हुन्छ भनेर। लु हुन्छ, थ्याङ्क यू, बाई बाई, टेक केयर। यो सानो भिडियोमा तपाईँले